उहाँहरूलाई स्वागत गर्दैछ बन्ना टोटली आवश्यक। दोस्रो नम्बरमा पिउने पानी सिँचाइ भन्ने कुरो पछि यहाँहरू कृषि भएर चाहिँ बोरिङ गरेर गर भाइ गरेन। बोरिङमा पानी आउँछ हजुरले यो फेसबुकमा हालिदिएको छु है त्यो भिडियो तलबाट तान्न सक्यो भने आउँछ। व्हाट्सएपमा पठाइदिनु न ब्रदर। 98 5 10 56 8 2 छ। उहाँकोमा नि हाल्दै उहाँकोमा नि हाल्दै ल्याम्पकोमा नि हाल्दै मैले हजुरकोमा हालिदिएको छु दुईटा भयो मधुश्वर अब नम्बर पाउन हजुरको 98 5 10 87 610। मधुश्वरको नम्बर 6 सबै छ हजुरको नम्बर नहुने परेन मात्रै खोजी सबैले राखिसके नम्बर छोडिदिएको छु सबैलाई। होइन राख्नु पर्यो नि त आफ्नो क्षेत्र नम्बरको मेयर बनेपछि त गर्नु पर्यो जति पढ्न नहुने हो कसो न यही खाली छ त्यो अचले गाडी घुमेर आउने खर हो मैले उसलाई 3-4 दिन अगाडि भनेको थिएँ भोलि के भयो कहिले माथि देउराली कार्यक्रम त हुन्छ नि भन्छ हुन्छ त्यसमा जाने मैले स्थानीय सरकारलाई कार्यक्रम बनाउँदा कम्तीमा 4 दिन अगाडि जानकारी गराएर गर्नुहोस् है भनेको खालै नगरी कार्यक्रम राखिदिनुहुन्छ त्यो हुँदा समस्या। हिजो त माथि गएर छ नि सर फर्क्यौँ क्या भएपछि अलि सुदीपले नेपालले आउनु सर आउँछ त्यही पनि ठिकै भयो राम्रै काम भोट माग्ने हिँड्दै गर्दा मैले भोट मात्रै मागिनँ, मैले हजुरहरूसँग काम पनि मागेको छु। मेरो प्रकृतिमा के छ त्यो पनि हेरेको छ क्या। म त्यही मैले यहाँ मयूर देखाएको थियो, मयूर देखाएको कारणले मैले भने पनि थिएँ होइन। अनि अब यहाँ मयूर पार्क बनाउनुपर्छ भनेर मैले संसद चलाएँ। त्यस पछाडि उहाँहरूलाई हटाउने कामको सँगै लिएर आएको छु। अब हजुरहरूले यहाँबाट विवाद नहुने गरेर सहमति गरेर पठाइदिनु, माथिबाट गर्ने काम हामी अब 1 वर्ष नसकिएला बहुवर्षमा राखेर भए पनि गर्छौँ हामी काम होइन। अब त्यो भयो भने तपाईँहरूको लागि पनि अलिकति यहाँ पर्यटन वासस्थानका व्यवस्थाहरू बन्लान् होइन। स्थानीय उत्पादनले पनि बजार पाउला, त्यो ढङ्गले चाहिँ तपाईँहरूले पनि सोचेर विवाद नहुने खालको गर्दैन होला। जनता बोल्छन् जस्तै बोल्नुहोस् कि घरमा चामल छ बनाएर खान दिने मान्छे छैन अनि त्यो भोट परेन कहिले आइदिएको अघि नै हो अहिलेको अवस्था त्यही परिरहेको छ। 28 किलो थिए यतै आउँदै अनि यतै आउने मान्छे भने पानी खाउँ न बोतल पानी होइन म नानीहरू अनि हाम्रो त्यहाँ तल अचलेमा गयो बिहान मौसरलाई फोन गरेँ मैले। फोन गरेपछि उहाँले भन्नुभयो मयूरको चाहिँ अलिअलि त्यहाँ भिडियो फोटोहरू कलेक्सन गरिदिनु भनेर भन्नुभयो। त्यहाँबाट अनि सिधै झार आफ्नो नचाहिए बेला मयूर वरिपरि आएर नाच्छ, आफूलाई चाहिए बेला मयूर छ। त्यहाँबाट त्यो तलको ग्राउन्डबाट घुमेर अनि जहाँ जहाँ भेटिन्छ त्यहाँबाट कलेक्सन गरिदिनु। यिनीहरू यति बाठा छन्, मोबाइल निकालेर ठिक्क भिडियो गरेर चाहिँ यसो हेर्छ भोलि उठिहाल्छ मान्छे त्यहाँ वरिपरि